So hello and what's up guys, welcome to my mini vlog. So this is my first mini vlog in the TikTok. अनि आज चाहिँ हामी कलेजबाट आएको छौँ एचएमको प्र्याक्टिकलको लागि। अनि अहिले चाहिँ हामी छौँ क्याफे एरिया जहाँ चाहिँ हामीलाई सरले बारिस्टाको बारेमा सिकाइरहनु भएको थियो। हामीलाई चाहिँ सरले कफीको हिस्ट्रीको बारेमा सुनाउनु भएको थियो। त्यसपछि चाहिँ हामी बारिस्टाको क्लास सकिसकेपछि चाहिँ हामी जान्छौँ बारमा। अनि बारमा चाहिँ हामीलाई सरले डिफ्रेन्ट काइन्ड्स अफ बेभरेजहरू बनाउनु सिकाउनुहुन्छ। अहिले चाहिँ मैले चाहिँ बनाउँदैछु ककटेल म्याङ्गोको, जसमा चाहिँ मैले हाल्छु तितौरा म्याङ्गोको र म्याङ्गोको जुस हाल्छु। अनि त्यसपछि त्यसलाई सेक गर्छु होइन, मजाले चलाउँछु, घोल्छु। अनि त्यसपछि थोरै टेस्ट गर्छु, स्वाद आइरहेछ र एकदम मिठो मिठो छ। सो त्यसपछि चाहिँ मैले एउटा ग्लासमा हाल्छु जुन चाहिँ त्यो तितौरा चाहिँ मजाले घोलियोस् होइन। त्यसपछि पुरै स्टाइलिस पारामा हाल्छु। त्यसपछि मलाई कुल फिल भइरहेको थियो। वाउ पारा हालेपछि एउटा ग्लासमा हाल्छु, मजाले ग्लास भरिदिन्छु। हेर्दै खम खम लागिरहेछ है, वाउ। त्यसपछि हामीले हाल्छौँ त्यसको साइडमा चाहिँ हामीले फेरि तितौरा हाल्छौँ होइन, मजाले त्यो लुगा च्याप्ने जस्तो थियो त्यसले हामीले तितौरालाई च्यापिदिन्छौँ। मलाई चाहिँ आफैले यस्तो बेभरेज बनाउँदा एकदम रमाइलो लागिरहेको थियो, एकदम वाउ फिल पनि भइरहेको थियो कि मैले बनाएँ भनेर। यस्तो टाइपको फिलिङ्स पनि आइरहेको थियो। अनि सरले त्यसलाई छोपेर त्यहाँ भित्रबाट चाहिँ धुवा निकाल्नु खालको मेसिन हालेर त्यसबाट क्या दामी धुवा निक्लिन्छ हेर्नै। सो यसरी नै मैले मेरो हातको कलाबाट मैले यति मिठो र गुलियो र स्वादिष्ट बेभरेज बनाएर तयार गर्छु होइन। सो त्यही नै हो गाइज, मेरो मिनी ब्लग चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु। मेरो मिनी ब्लग हजुरहरूलाई कस्तो लाग्यो, मैले बनाउँदा ठिक होला कि नहोला कमेन्ट गरिदिनु होला। हजुरहरूलाई मनपर्छ भने भन्नु होला, नभए म अझै पनि यस्तै यस्तै मिनी ब्लगहरू धेरै ल्याउनेछौँ। सी यू, बाई बाई।